हेलो नमस्ते वेलकम टु आवर च्यानल है। आज चाहिँ हामी ट्रेकिङ जाने दिन। यस्तो दामी फगी भइरहेछ। यहाँनिर चाहिँ आज 7 बजिसकेको छ। सो मलाई चाहिँ मेरो हस्बेन्डले माथिसम्म छोड्नु जानु हुँदैछ हो, किनभने उसको चाहिँ इमर्जेन्सी ड्युटी परेर जानु भएन। अनि म चाहिँ बहिनीहरूसँग जाँदैछु। सो हेर्दै गर्नुहोस् होला हाम्रो ब्लग चाहिँ है। म चाहिँ झ्यालमुरीको लागि मुरा ल्याउने मान्छे, मुरा नै बिर्सेर किन्दैछु। यहाँ चाहिँ म इन्टरनेसनल मुराई खाने भाग्यमा छैन रहेछ कसैको। यो लुकाइराख्छ। मेरो राइडर चाहिँ यहाँ छ। ल्यायो झ्यालमुरीको लागि ल्यायो। हेर्नुहोस् न, दिन चाहिँ एकदम राम्रो हुँदै गएको छ है। बिहान उठ्दाखेरि मैले मेरो घरबाट देखाउँदाखेरि चाहिँ पुरा फगी भइरहेको थियो नि त। अहिले यहाँ माथि चाहिँ सनराइज भइरहेको रहेछ, मजाले उज्यालो दिन भइरहेको रहेछ। अब हेर्दै जाउँ है। अझै माथि हामी जुन जग्गा ट्रेकिङ गएको त्यो जग्गासम्म चाहिँ वेदर कस्तो हुन्छ है। अहिलेसम्म त हामीलाई दिनले पनि साथ दिइरहेको छ। सो लेट्स सी हो फर द बेस्ट है। हामी चाहिँ अब पुग्नु आँटेको छ, अलमोस्ट पुग्यो भन्दा पनि हुन्छ हो। हामी चाहिँ 13 जना गएको, दिदी बहिनी अरू बहिनीहरूसँग गएको नि त। उकालै उकालै जान्छ दाजु। औ राइडर बहिनी मेरो हिँड्दैछ। हाम्रो चाहिँ छैन स्कुटी, हामी त मारिकन आएको, अर्काको पछि बसिकन आएको स्कुटी पनि। हाम्रो त होइन, के गर्नु यस्तै रहेछ। ट्रेकिङ गएको अरे आधी दिनमा ढिलो पार्टीहरू। म त ढिलो गरेको होइन हो, उसकै आफ्नो बहिनी चाहिँ ढिलो गरेको। म चाहिँ बिहानको 5 बजी उठेर तपाईँलाई भरोसा गरिरहेको थिएँ। तपाईँले झकझकाएर सब्जी पकाएर आलुदम बनाएर रोटी बनाएर खुवाएर ल्याइकन आएको। म चाहिँ यतिको चाहिँ हुनु पर्यो नि है। फेरि भन्नु त मार्छ होस् भनिन। कतिपल्ट गएर 4-5 खेप त टट्टी गर्नु मात्रै गएको। मेरो घरको 3 जना चाहिँ। तपाईँ चाहिँ गएन? म त गइनँ। कस्तो एक खेप सुसु गर्नु गएको थिएँ। गएँ म त नि सबै भ्लगरहरूसँग आएको हो। सो वेलकम टु फाभङला वाइल्ड लाइफ सेन्चुरी। यो पण्डेख उकालो चाहिँ हाम्रो ट्रेकिङ सुरु हुन्छ है। हेर्दै गर्नुहोस् होला। क्याब ल्याउँछु भनेको थिएँ, त्यो पनि बिर्सेँ। 2 लुटी त कसले पार्दै थियो? अन्धिलो हतार हुँदै भए म बिचरा प्रयास त कति बजी उठ्यो भनिदिनु नि। उठेको थिएन नि म उठ्दा। हेलो झिलिमिले गाइस। दिमाग चाहिँ छिटो लगायो नि त, तर है राम्रो गरे आफ्नो भाग बोके हिँड्यो। मैले त अघिदेखि भनेको नि। गऱ्यौ खुसी भएर हिँडिरहेको छ। मलाई चाहिँ यस्तो सन्चै खै म भन्छु, मलाई चाहिँ मजा आइरहेछ होइन, शान्ति भइरहेछ। यस्तो खालको शान्ति चाहिँ मलाई कहिल्यै भएको थिएन गाइस। साह्रै गऱ्यो शान्ति त। झर्कै अलिक हल्लाइदेऊ त गएर। यस्तै हो। लो माथि ठुलो ब्राउन छ। निम माया लाग्यो। थाकेको भन न, मै मात्रै छु खाली। जरा कतिले झन् आफ्नो मायालाई कस्तो डरलाग्दो मिस गरिरहेको रिल्स दामी भइरहेको छ आजको वेदर चाहिँ। सो यो चाहिँ हाम्रो सिक्किमको स्टेट ट्री हो, रोडोडेन्ड्रन है। हामी चाहिँ गुराँस पनि भन्छ यसलाई होइन नेपालीमा।
सो दामी फुलेको रहेछ अहिले यो चाहिँ सिजन हो नि त फुल्ने अनि हामी चाहिँ यहाँ माथि आइपुग्यो अरूहरू चाहिँ यहाँनिर रोड चाहिँ यहाँ एन्ड हुन्छ गाडीमा यहाँसम्म आउँदा पनि हुने रहेछ हाम्रो चाहिँ टु व्हिलर भएकोले गर्दा हामीले तलै पार्क गरेर आयौँ है अनि यो गोलीटार भन्ने जग्गामा चाहिँ पिकनिक खेल्ने स्पट पनि छ देख्नु सक्नुहुन्छ तपाईँहरूले अहिले है सो यहाँदेखि उकालो चाहिँ हाम्रो तिनचुलेको लागि यात्रा सुरु हुनेछ है तिनचुले नै होला इफ आई एम नट मिस्टेकन है सो हेर्दै जानुहोस् है हाम्रो हामी चाहिँ चिया खाँदै हिँडेको कसरी नहिँड्नु अरे यसरी कसरी आउला नि छुटाउनु प्रयासले यसरी नहिँड्नु भनेको छ हिँड्नु त्यसरी नै सबजनाको मायाले याद गर्छ प्राइस 3 बजे के हो भन्दै थियौ यहाँ यहाँको ड्यामले हेर्यो ए अस्ति त्यो सिन्ताम बिगाडीको त्यो ड्यामले हेर्यो ओइ माछा रहेछ त यहाँ कसले यति दामी बनाउनु भ्यायो है यहाँ माथि चाहिँ दामी रुखभित्र केप पनि रहेछ हाम्रो चाहिँ टाइम कम्ती भएकोले गर्दा पसेन अहिले चाहिँ ठिकै छ एक पावा भन्दै सानो हिँडिसकेन है हामी चाहिँ सर्टकट लागेको अरूहरू चाहिँ परबाट जानुभयो हामी चाहिँ सर्टकट कसम थाकेको बेलामा चिप्स पनि मन पर्दैन यसको लामो कहानी छ यो चाहिँ के हो अन्त आफ्टर 2.5 hours भन्दा ज्यादा वक गरेर है बाटो देख्न सक्नुहुन्छ यस्तो केपबाट हिँड्नु पर्दैछ हामी चाहिँ अब आइपुग्यौँ है यहाँ चाहिँ सेतो गुराँस फुलिरहेको रहेछ दामी फुलिरहेको रहेछ हो हामी चाहिँ गति न पत्ती भएर बल्ल 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 आइपुग्यौँ हो बिचरा यो डगी चाहिँ हामीसँगै छ है अब यहाँदेखि पनि उता जानुपर्छ हामी चाहिँ हो त्यहाँनिर यस्तो दुःख गरेर चाहिँ आइपुग्नु भएको हो हामी है गाइड जुत्ता चाहिँ यस्तो जोगाउँदा पनि मोर देन 2 hours है हिँडेर चाहिँ हामी बल्ल बल्ल यस्तो वर्थ भ्यूमा आइपुग्यौँ है अब हामी चाहिँ त्यो पर चुली पुग्नुपर्छ अहिले चाहिँ भ्यू दामी देखिरहेको छ है अहिले यो चाहिँ फर्स्ट चुली हो हामी फर्स्ट चुलीमा आइपुगेको यहाँनिर पूजासुजा गरेर चाहिँ अब हामी अर्को चुलीको लागि हिँड्छौँ है बाटो चाहिँ यस्तो लाग्दो जुगाहरू लाग्दै खल्चाक खुल्चुक बाटो हुँदै 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 हामी चाहिँ गएको अब अहिले आएर चाहिँ हामी नै स्टप गर्छौँ भनेर चाहिँ अगाडि फेरि जाँदैछौँ अब बाटो त भन्नै पर्दैन है देख्नु सक्नुहुन्छ यस्तो न्यारो छ है यो त केही पनि होइन अझै तेर्सो तल चाहिँ अलिक यस्तो अलिक डिप स्टिफ खालको नै छ नि त बाटो सो त्यही भएर तपाईँहरूले पनि कम्फर्टेबल है मजाले राम्रो जुत्ता लाएर आउनुहोस् है हाइकिङको लागि अन्त डन्ठा चाहिँ मस्ट हो नबोक्नु नबिर्सिनुहोस् है ताकि डन्ठाले सहारा दिन्छ नि त दुईजना हात पक्रेर हिँड्नु पनि सक्दैन यस्तो बाटोमा हो सो त्यही भएर डन्ठा चाहिँ मस्ट हो बाटो चाहिँ यस्तो रहेछ मेरो जुत्ताको हालत जुत्ता लुगाको हालत हामी चाहिँ लड्दै पढ्दै यताउति हेर्दै है भ्यू चाहिँ यस्तो दामी छ हो सेकेन्ड चुलीमा आइपुग्यौँ है अब थर्ड चुलीको लागि चाहिँ बाटो यस्तो डेन्जरस रहेछ कि यो उकालो बाटो चाहिँ हाम्रो हो म र मेरो बहिनी चाहिँ म झन्डै लडेर चाहिँ मैले चाहिँ मेरो बहिनीलाई पनि झन्डै लडाइदिएँ है यो बाटो देख्नु सक्नुहुन्छ यस्तो डरलाग्दो स्टिफ छ कि उकालो यो चाहिँ अब एन्ड पोइन्ट आइपुग्न आँट्यो नि त त्यही भएर सो हेर्दै गर्नुहोस् यो चाहिँ हो एन्ड पोइन्ट है यो चाहिँ हो थर्ड चुली तीन चुली भन्छ यो चाहिँ थर्ड चुलीमा आइपुगेको नजारा है हाम्रो सो हामी चाहिँ पूजा गरिसकेर फोटोहरू खिचेर चाहिँ निस्किन आँटेको किनभने दिनले अहिलेसम्म त साथ दिइरहेछ है पानी पऱ्यो भने बिजोक हुन्छ अनि खाना पनि खानुपर्ने छ नि त पर बसेर सो निस्केको अब हामी चाहिँ यहाँबाट है
जाडो भयो तपाईँलाई हामी यस्तो श्रद्धालु है भोगापेट आइपुगेको उहाँको चाहिँ कफी बनाउनु हुँदैछ यत्रो हिँडेर मेहनत गरेर मजाले कफी खानुहोस् ल झलमुरी इज रेडी जुगाड गर्दैको गाइस अम्बो हैन ल हामी चाहिँ यत्रो घन्टा हिँडेर अब चाहिँ खाना खाएको है किनभने भोकै थियो नि त बिहानदेखि अलिक खाएको थिएन त्यही भएर हामी आलुदम चाउमिनहरू फ्राइड राइसहरू लगेर गएको थियो खाना पनि लगेर गएको थियो हेर्नुहोस् न दिन चाहिँ अघि हामी आएको बाटो अहिले केही देख्दैन हो त्यस्तो डरलाग्दो बिग्रिसकेको छ है के भन्छ असिना पनि पर्नु थालेको छ त्यही भएर अब हामी चाहिँ खाना खाएर पनि छिटो निस्केको किनभने टाइम चाहिँ ढिलो भइसक्यो नि त हामी चाहिँ यस्तो सानो असिना पर्दैछ है असिना यस्तोमा पनि घुम्न सकेको जाडो चाहिँ डरलाग्दो यो चाहिँ पिकनिक खेल्नुको लागि दामी स्पट छ है यहाँ चाहिँ कोब्रा रहेछ कोब्रा गम्बुट लिएर आउनुहोस् तपाईँहरू चाहिँ कृपा गरेर रोज भन्दिनँ ल फाइनली आइपुगे हामी चाहिँ घुमेर बाई सबैलाई हामी चाहिँ टाइममा आइपुग्यो किनभने माथि काउन्टर चाहिँ 4 बजी बन्द हुँदो रहेछ हाम्रो हेलमेटहरू पनि त्यहीँ थियो हामी चाहिँ सेफली आइपुग्यौँ बिचारा मेरो बुढा चाहिँ मलाई लिनु आएको हेलो म चाहिँ घर आइपुगेर मेरो हालत चाहिँ पानी ज्यादा परेर पानीले भिजेर लप्पु लुगा भिजेर चाहिँ ट्रेकिङको गति जुत्ताको हालत So bye bye, see you on next vlog.